सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आजको डे 3 क्लासमा स्वागत गर्न चाहन्छु। आजको क्लासमा चाहिँ हामीले इन्स्ट्रुमेन्ट युज इन डायमिटर मेजरमेन्ट टपिक्स पढ्न गइरहेका छौँ। सर्वप्रथम त डायमिटर भनेको के हो भनेर चाहिँ भन्नुपर्दा चाहिँ डायमिटर भनेको कुनै पनि रुखको थिकनेस अथवा रुखको मेन स्टिमको थिकनेस भनेर बुझ्नु पर्दछ। डायमिटर मेजरमेन्ट भनेको चाहिँ रुख मेन स्टिमको चाहिँ 1.3 मिटरमा अथवा 4.5 फिट मिटरमा चाहिँ नापिने थिकनेसलाई चाहिँ डायमिटर मेजरमेन्ट भनिन्छ। अब चाहिँ हामीले ढिला नगरिकन चाहिँ कुन कुन इन्स्ट्रुमेन्टले चाहिँ डायमिटर मेजरमेन्ट गर्छ भनेर चाहिँ म लेख्न गइरहेको छु। आज चाहिँ 9वटा इन्स्ट्रुमेन्ट चाहिँ मैले डायमिटर मेजरमेन्ट इन्स्ट्रुमेन्ट भनेर चाहिँ यहाँ लिएर आएको छु। 9वटा इन्स्ट्रुमेन्ट चाहिँ म यहाँ लेख्न गइरहेको छु। कृपया ध्यान दिएर भिडियो हेर्नु होला लास्टसम्म। ल म चाहिँ यहाँ ढिला नगरिकन 1 नम्बरमा लेख्न 1 नम्बरमा लेख्न गइरहेको छु। 1 नम्बरमा बिल्टमोर स्टिक 1 नम्बरमा। 2 नम्बरमा बार 3 नम्बरमा चाहिँ क्यालिपर 4 नम्बरमा चाहिँ डिटेप 5 नम्बरमा चाहिँ मिलाउनु पर्यो डेन्डोमिटर 6 नम्बरमा चाहिँ सेक्टर फर्क 7 नम्बरमा चाहिँ टेलिस्कोप 8 नम्बरमा चाहिँ पेन्टा प्रिजम 9 नम्बरमा चाहिँ वेस्ट प्रिजम। बेसिकली हाम्रो नेपालमा चाहिँ यो डायमिटर मेजरमेन्ट गर्नको लागि युज हुने भनेको चाहिँ हाम्रो यो फरेस्ट फिल्डमा चाहिँ बेसिकली चाहिँ यो क्यालिपर र यो डिटेप चाहिँ बेसिकली युज हुने गर्छ फरेस्ट इन्भेन्टरी गर्नको लागि। अब चाहिँ हामीले चाहिँ यो 1 देखि 9 सम्म चाहिँ कसरी सम्झिनु पर्छ भनेर चाहिँ मैले एउटा फर्मुला लिएर आएको छु। म यहाँ अब फर्मुला लेख्न गइरहेको छु। फर्मुला लेख्दा चाहिँ के छ भन्दा एबिसिडी पढेको मान्छे एबिसिडी पढेको मान्छे त्यसले पेन्ट गर्दा तैँले पेन्ट पेन्ट लगाएर भए पनि के गर्छ डिबी भनेको अमेरिका जानको लागि आएको भिसा डिबी वाला जति वेस्ट कमाएको छ। यसरी चाहिँ हामीले फर्मुला लिएर आएका छौँ। अब एबिसिडी पढेको मान्छे त्यसले पेन्ट लगाएर भए पनि डिबीवाला जति वेस्ट कमाएको छ भनेर सम्झिनुपर्छ। ए भनेको डायमिटरको ए भइहाल्यो। यो बी भनेको बिल्टमोर स्टिक र बार दुईटा। बी भनेको दुईटा बिल्टमोर स्टिक र बार। सी भनेको क्यालिपर। डी भनेको डिटेप र डेन्डोमिटर दुईटा। डिटेप र डेन्डोमिटर। पढेको मान्छेले के गर्छ टेली भनेको टेलिस्कोप। पेन्ट लगाएर भए पनि पेन्ट
पेन्ट लगाएर भए पनि वेस्ट प्रिजम कमाएको छ भनेर चाहिँ यसरी सम्झिन सकिन्छ। अब लास्टमा चाहिँ यो सेक्टर फर्क भनेर चाहिँ फर्क भनेर चाहिँ सेक्टर फर्क यो सम्झिहालिन्छ आफै। सेक्टर फर्क चाहिँ एउटा लास्टमा चाहिँ अलि यो फर्मुलामा अलि परेन। यसरी चाहिँ हजुरले एबिसिडी पढेको मान्छे तेलले पेन्ट लगाएर भए पनि डिभी वाला जति वेस्ट कमाएको छ भनेर चाहिँ सम्झिनुपर्छ। यसरी चाहिँ हजुरले 9 वटा इन्स्ट्रुमेन्टहरू चाहिँ डायमिटर मेजर गर्नको लागि युज हुन्छ भनेर चाहिँ सम्झिनु होला। अब चाहिँ हामीले इम्पोर्टेन्ट नोट यसमा यो डायमिटर मेजरमेन्टमा चाहिँ पर्ने इम्पोर्टेन्ट नोट चाहिँ मैले यता पछाडि पल्लो पानामा लेख्न गइरहेको छु। अब यहाँ के सम्झिनु पर्यो भन्दा हजुरले बार BARR बार र डेन्डोमिटर एन्ड टेलिरिलेस्कोप टेलिरिलेस्कोप चाहिँ केमा हुन्छ अल्सो मेजरमेन्ट अफ हाइट। अब हजुरले के सम्झिनु पर्यो भन्दा चाहिँ बार डेन्डोमिटर र टेलिरिलेस्कोप चाहिँ डायमिटर मात्र ननापेर यसले हाइट नाप्न पनि रुखको हाइट नाप्न पनि चाहिँ यो इन्स्ट्रुमेन्ट युज हुँदो रहेछ भनेर चाहिँ सम्झिनु होला। तीनवटा इन्स्ट्रुमेन्ट बार डेन्डोमिटर र टेलिरिलेस्कोप चाहिँ तीनवटा इन्स्ट्रुमेन्ट चाहिँ यसले डायमिटर पनि नाप्दो रहेछ र हाइट पनि नाप्दो रहेछ भनेर सम्झिनु होला। यसरी चाहिँ हजुरले चाहिँ हाइट मेजरमेन्ट र डायमिटर मेजरमेन्ट दुवै नाप्ने इन्स्ट्रुमेन्टहरू चाहिँ यहाँ यो तीनवटा सम्झिनु होला भन्न चाहन्छु। र अब अर्को आउँछ के छ भन्दा अब अर्को छ के छ इरर ERROR इरर इन केस अफ टेपको इरर के छ इरर इन केस अफ टेप इज अलवेज पोजिटिभ is always PUSITIB पोजिटिभ सिस्टमेटिक्स भनेर चाहिँ सम्झिनु होला। इरर चाहिँ टेपमा के हुन्छ जहिले नि पोजिटिभ हुन्छ टेपमा पोजिटिभ टिपी भनेर सम्झिनु होला @TAP टेपमा चाहिँ के छ पोसिबल छ टेपबाट नि त पोसिबल हुन्छ नि त इरर नाप्न लागि पोसिएबल छ इरर कम ERROR इरर कम हुने गर्छ इरर कम हुने गर्छ। अर्को चाहिँ के छ इरर इन क्यालिपर ERROR इरर इन क्यालिपरमा चाहिँ के छ पोजिटिभ इरर पनि हुने गर्छ र नेगेटिभ इरर पनि पोजिटिभ पनि हुने गर्छ नेगेटिभ पनि हुने गर्छ। त्यही भएर क्यालिपर पनि इरर छ पोजिटिभ इरर पनि छ नेगेटिभ इरर पनि छ सम्झिनु पर्यो। क्यालिपरमा चाहिँ क्यालिपरमा चाहिँ पोजिटिभ पनि छ नेगेटिभ पनि छ दुवै छ सम्झिनु होला। अर्को छ हामीसँग सम्झिनु पर्ने कुरा यो लोकसेवामा पनि धेरै पटक सोधेको प्रश्न हो वाट इज द रेसियो बिट्विन इरर युजिङ क्यालिपर एन्ड टेप भनेर चाहिँ धेरै पटक सोधेको छ। त्यही भएर चाहिँ मैले यहाँ लिएर आएको छु रेसियो बिट्विन इरर युजिङ क्यालिपर एन्ड टेप चाहिँ जहिले पनि कति हुन्छ 21:1 भन्न सम्झिनु होला 21:1। अब 21:1 सम्झिनु पनि मैले एउटा सजिलो तरिका लिएर आएको छु। कसरी सम्झिनु पर्छ भन्दा हजुरले @ पोजिटिभ
पोजिटिभ क्यालिपरलाई 1 लेट सपोज 1 गर्नुहोस् एन्ड नेगेटिभलाई 2 नेगेटिभ क्यालिपरलाई चाहिँ पोजिटिभ र नेगेटिभ इरर हुन्छ भन्ने छ नि त। त्यही भएर पोजिटिभ इरर भनेको 1 मान्नुहोस्, नेगेटिभ इरर भनेको 2 मान्नुहोस्। अनि के छ भन्दा 1 र 2 भएपछि जहिले पनि के हुन्छ भन्दा जहिले पनि नेगेटिभ कुरा चाहिँ चासो बढी हुन्छ, चासो सुरुमा हुन्छ सो हजुरले के गर्नुहोस् भन्दा चासो बढी हुन्छ नि, सो के गर्नुहोस्, सो 1 भन्दा सुरुमा चाहिँ 2 आउँछ भनेर सम्झिनुहोस्। त्यस कारण गर्दा 2 1 यसरी लेखिदिनुहोस्, 2 1। सजिलो बुझ्नुभयो। यसरी चाहिँ हजुरले नेगेटिभ कुरा सुरुमा आउने, नेगेटिभ कुराको चासो बढी हुने भएकाले नेगेटिभ इररको यो 2 चाहिँ अगाडि आउने भयो र पोजिटिभ इररको चाहिँ बल्ल पछाडि आउने भयो। यसरी चाहिँ 2 1 लेख्नुहोस्, यसरी लेख्नु होला बुझ्नको लागि। अनि टेपमा चाहिँ जहिले नि के हुन्छ, पोजिटिभ मात्रै हुन्छ, पोजिटिभ मात्र हुन्छ। त्यही भएर चाहिँ 1 मान्नुहोस्, 1 त्यसले 1 मात्र 1 र 2 हुन्थ्यो, 1 मात्र भयो। सो रेसियो चाहिँ 21:1 भनेर सम्झिनु होला। 21 भनेको क्यालिपरको इरर, क्यालिपर, अनि 1 भनेको चाहिँ टेपको इरर। 21:1 भनेर चाहिँ यसरी सम्झिनु होला। अब चाहिँ अर्को के छ भन्दा चाहिँ रिलेस्कोप चाहिँ के छ भन्दा रिलेस्कोपले के गर्छ, के नाप्छ, बेसल एरिया, कस्तो नमिलेको, बेसल एरिया डायमिटर एन्ड हाइट। यो रिलेस्कोप भनेको यस्तो इन्स्ट्रुमेन्ट हो, जुन इन्स्ट्रुमेन्ट हो यसले चाहिँ बेसल एरिया पनि नाप्दो रहेछ, यसले डायमिटर पनि नाप्छ, हाइट पनि नाप्छ, बेसल एरिया पनि नाप्छ। त्यही भएर चाहिँ यसको स्कोप धेरै छ, जसको स्कोप धेरै हुन्छ त्यस्तो कुरा चाहिँ अलि तितो हुन्छ। जो मान्छे अलि सत्य हुन्छ उसको बोली तितो हुन्छ भनेर यसरी सम्झिनु होला। यसरी सम्झिँदा चाहिँ के हुन्छ भन्दा हजुरलाई यो रिलेस्कोप कसले डेभलप गर्यो भनेर डेभलपर अथवा वैज्ञानिकको नाम सम्झिनु पनि सजिलो हुन्छ। बेटरिज भनेको चाहिँ बिटर भनेको BITTER, बिटर भनेको तितो, जसको स्कोप बढी हुन्छ, जसको प्रशंसा बढी हुन्छ, त्यो मान्छेले साँचो कुरा गर्छ, त्यो साँचो कुरा चाहिँ मान्छेको अगाडि तितो हुन्छ। त्यही भएर चाहिँ बिटरिज भनेर चाहिँ यसरी हजुरहरूले रिलेस्कोपको डेभलपर बिटरिज हो भनेर चाहिँ सम्झिनु होला। अब अर्को चाहिँ के छ भन्दा बार्क थिकनेस चाहिँ केसले नापिन्छ भन्दा मेजर्ड बाई, केले नापिन्छ भन्दा स्विडिसमा बनेको बार गज, बार गज इन्स्ट्रुमेन्टले बारको थिकनेस नाप्नको लागि स्विडिस बार गज भन्ने इन्स्ट्रुमेन्ट प्रयोगमा आउँछ अथवा युज हुन्छ। अब यो स्विडिस बार गज सम्झिनको लागि बार्कले नै रुख स्विट देखिन्छ भनेर सम्झिनु होला। बार्क भनेको बार्कले नै स्विट भनेको स्विडिस भनेर चाहिँ सम्झिनु होला। यसरी चाहिँ हजुरहरूले सजिलै तरिकाले चाहिँ बार्क थिकनेसलाई मेजर गर्ने भनेको स्विडिस बार गज हो भनेर चाहिँ सम्झिन सक्नुहुन्छ। आजको भिडियोमा चाहिँ यति नै भन्न चाहन्छु। आजको भिडियोमा चाहिँ हामीले के पढ्यौँ भन्दा एकपल्ट सर्ट रिभिजन गर्दा चाहिँ इन्स्ट्रुमेन्ट युज इन डायमिटर मेजरमेन्ट भनेर चाहिँ एउटा हाम्रो टपिक्स थियो। जुन इन्स्ट्रुमेन्ट जसले चाहिँ रुखको डायमिटर नाप्ने गर्छ त्यो चाहिँ 9वटा छ। 9वटा कसरी छ भन्दा बिल्टमोर स्टिक्स, बार, क्यालिपर, डिटेप, डेन्डोमिटर, सेक्टर फर्क, टेलिस्कोप, पेन्टाप्रिजम र रिस्ट प्रिजम भन्ने छ। हाम्रो यहाँ फर्मुला यो सम्झिनको लागि मैले फर्मुला लिएर आएको छु। ABCD पढेको मान्छे टेली पेन्ट लगाएर भए पनि डिबीवाला जति वेस्ट कमाएको छ भनेर चाहिँ हामीले
9वटा इन्स्ट्रुमेन्टहरु सजिलै सम्झिन सक्छौँ। यो भित्र चाहिँ सेक्टर फरक चाहिँ एउटा छुट्टै परेको छ। यो सेक्टर फरक चाहिँ सजिलो तरिकाले सम्झिन सकिन्छ। सेक्टर फरक चाहिँ हामीले एउटा मात्र सम्झिने त फर्मुला नपरेको, त्यही भएर चाहिँ सेक्टर फरक चाहिँ एउटा अलि यसभित्र परेको छैन। सेक्टर फरक चाहिँ छुट्टै सम्झिनु होला। सेक्टर फरक छुट्टा भएको कारणले गर्दा पनि यो सजिलै सम्झिनुहुन्छ हजुरहरूले भनेर मैले आशा गरेको छु। अब चाहिँ अरू के पढ्यौँ भन्दा चाहिँ आज बार डेन्डोमिटर एन्ड टेलिरेलेस्कोप चाहिँ यसले डायमिटर मात्र ननापेर यसले चाहिँ हाइट पनि नाप्दो रहेछ। यसले डायमिटर पनि नाप्छ र हाइट पनि नाप्दो रहेछ भनेर चाहिँ बुझ्नु होला। टेपले चाहिँ जहिले पनि पोजिटिभ इरर दिन्छ भनेर सम्झिनु होला। क्यालिपरले चाहिँ पोजिटिभ इरर पनि आउँछ र नेगेटिभ इरर पनि आउँछ भनेर बुझ्नु होला। अनि रेसियो बिट्विन इरर युजिङ क्यालिपर एन्ड टेप चाहिँ जहिले पनि 21:1 भनेर सम्झिनु होला। अथवा यो 21:1 सम्झिनको लागि पनि यहाँ मैले छोटो फर्मुला लिएर आएको छु। यसरी चाहिँ हजुरले सम्झिन सक्नुहुन्छ। लास्टमा चाहिँ रिलेस्कोप भनेको एउटा यस्तो इन्स्ट्रुमेन्ट हो जसले चाहिँ बेसल एरिया, डायमिटर एन्ड हाइट, बेसल एरिया, डायमिटर एन्ड द हाइटको मेजरमेन्ट गर्छ। जसलाई चाहिँ जुन इन्स्ट्रुमेन्टलाई चाहिँ डेभलप गर्नुभएको थियो बेट्रिज भन्ने एउटा साइन्टिस्ट हुनुहुन्छ, उहाँले चाहिँ यो रिलेस्कोप भन्ने इन्स्ट्रुमेन्ट चाहिँ डेभलप गर्नुभएको रहेछ। अब त बिटर रिस्क सम्झिनको लागि पनि मैले हजुरलाई अघि नै भनिसकेँ। जुन कुराको स्कोप बढी हुन्छ त्यस्तो कुरा चाहिँ तितो हुन्छ भनेर चाहिँ बिटर रिस्क भनेर सम्झिनु होला भनेर भनेको थिएँ। बारको थिकनेसलाई मेजर गर्नको लागि स्विडिस बार गज इन्स्ट्रुमेन्ट युज हुन्छ। अनि अर्को कुरा, बार्कले नै रुख स्विट देखिन्छ भनेर चाहिँ हजुरले स्विडिस बार गज सम्झिन सक्नुहुन्छ। र अब आजको भिडियो यति नै। थ्याङ्क यू भन्न चाहन्छु। यदि हजुरलाई यो भिडियो राम्रो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला। र यसमा केही प्रतिक्रियाहरू, सुझावहरू के छोड्न चाहनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। र यस्तै भिडियोहरू अझै थप हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। हस्, आजको भिडियोमा यति नै। धन्यवाद।